पछिल्लो समय तपाईले राजनीतिक करियर श्रम संस्कृति पार्टीबाट सुरुवात गर्नुभयो हैन अब बाँकी जीवन के छ तपाई राजनीतिमा पूर्ण रूपमा 100% सक्रिय हुने कि अथवा साइडबाट अलिकति सपोर्ट गर्ने हैन मात्रै हो कि मेरो आफ्नो बारे भन्नुपर्दा मैले मेरो भन्नुपर्दा मैले मेरो जीवनमा जे पनि गर्छु नि म 100% गर्छु म त्यो 99.99 गरेर म छोड्ने मान्छे हैन सबै मेरो लाइफमा एभ्री कालखण्डमा मैले जे गरे 100% गरे आफ्नो पिकमा पुगेछु चुचुरामा पुगेर म चाहिँ छोड्छु म त्यो बीच बाटोमा केही छोड्दिनँ र मेरो आज त म मेरो 60+ उमेरमा म राजनीति गर्छु भने चाहिँ जिन्दगीमा सोचेको पनि हैन र मैले सबैलाई भन्थे मलाई म जत्रो सुन्दै पनि म राजनीति आउँदिनँ गर्दिनँ बिकज मेरो 30 इयर्सको जर्नीमा मैले राजनीतिमा जति डरलाग्दो घिनाउन खेलहरू देख्छु मलाई थाहा छ यहाँलाई थाहा छैन किन म सिंहदरबार एकदम धाउने मान्छे हो हरेक पीडितको न्याय त्यहाँ गएर ठोकेर लिन्थेँ बुझ्नुभयो म त्यो सानो ठाउँमा गएर न्यायको माग्ने मान्छे हैन म सिंहदरबारलाई ठोक्ने मान्छे त्यसै कारण म के भन्छु आज म राजनीति एन्टर गरेँ नि मेरो 60+ को इयर अब यो ठाउँमा किला नगरे छोड्दैन त्यो किला गाड्नु भने चाहिँ नेपाली जनताको आवाज उनीहरूको सुख सुविधा न्याय र सिस्टम यसलाई चाहिँ ध्वस्त गरेर नयाँ नेपाल बनाएर मात्रै मेरो राजनीति जर्नी एन्टर तपाई अब जिन्दगीभरि राजनीति नै गर्दिन भन्ने एउटा कठोर व्यक्तिलाई हर्क साम्पाङले चेन्ज गर्यो भने के छ 3 करोड नेपालीलाई जसरी तपाईलाई चेन्ज हुनुभयो अथवा यो हर्क साम्पाङको चाहिँ गतिविधिले अथवा सिद्धान्तले तपाईलाई परिवर्तन गर्यो के सबैलाई परिवर्तन गर्छ होला It will take time. It will not happen immediately. किन भन्छु मैले उहाँलाई किन I could associate myself भन्छु नि उहाँसँग किन त्यो उहाँकोमा जुन गुणहरू छ नि त्यो मेरोमा पनि थियो कि तपाईकोमा त्यो गुण छ भने तपाईले हर्क साम्पाङज्यू एक्सेप्ट गर्छ तपाईकोमा छैन पनि हुँदैन सो यो अन्ध्यारो जो सबै नेपालीहरुकोमा छ नि त्यो हट्नुपर्छ देन ओन्ली उहाँले हर्क साम्पाङज्यूलाई चिन्नुहुन्छ त्यसकारण हाम्रो प्रयास हुनेछ कि हरेक नेपालीको जुन अन्धकार नेपालीहरु जुन अन्धकारमा छ नि त्यसलाई बिस्तारै बिसाट्न अहिले हिजो भन्दा त आज आयो नि त हिजो उहाँ भानु चोकमा एक्लै बसेर पगला भन्थ्यो के भन्नु भएन उहाँले त्यो पार गरेर आउनु भयो नि फेरि पनि अहिले त्यो श्रमदान गर्दा उहाँलाई ढुङ्गे मुडे के भन्यो त्यो पनि आज पार भएर आज राष्ट्रको एउटा राष्ट्र पार्टी र राष्ट्र पार्टी बनायो अब के भन्ने यहाँले मान्छेले आफूलाई प्रश्न गर्नुपर्छ अब हरेक नेपाली जनताले आफूलाई प्रश्न गर्नु हर्क साम्पाङज्यूको जुन जर्नी छ नि त्यो जर्नीमा तिमीले चाहिँ आफ्नो जीवनमा त्यो जर्नी कति सक्सेसफुल गरेछ देन यु टक अबाउट हिम आफू चाहिँ एउटा जीवनमा सिंहको भाँचेको छैन टिप पार्टी पनि सोसियल मिडियामा हर्क साम्पाङज्यूको गर्नुहुन्छ त्यो सेम अन यु भन्छ डोन्ट डु द्याट